नमस्कार, फेरि पनि नयाँ भिडियो लिएर आइसकेका छौँ। आज हामी हरियालीको हृदयमा लुकेको शान्त र न्यानो पानीले भरिएको सुरमय प्राकृतिक सौन्दर्य र हिमालको काखमा बस्ने 5 पोखरीको यात्रा गर्दैछौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। काठमाडौँदेखि 3 दिनको यात्रापछि हामी 5 पोखरी पुग्न सक्छौँ। यसै यात्रामा हामीले 1 दिन गाडीको सफारी र 2 दिन पैदल यात्रा गरेर जानुपर्ने हुन्छ। आउनुहोस् यात्रा सुरु गरौँ काठमाडौँदेखि। पहिलो दिन हामी काठमाडौँदेखि 72 किलोमिटर गाडीको यात्रा गरेर धुलीखेल, बाहुन्नेपानी, इन्द्रावती पुल हुँदै कच्ची बाटोको यात्रा गरेर पहिलो दिनको गन्तव्य छिम्टीबास बस्न पुग्छौँ। एक दिन छिम्टीबाससँगै हाम्रो दोस्रो दिनको पहिलो पैदल यात्रा सुरु हुन्छ। यहाँ गाइड र भरियाहरूको पनि व्यवस्था रहेको छ। छिम्टीदेखि हामी मनैलो ब्याउँदा खोला नाला झरनाको दृश्यसँगै 1-2 घन्टाको यात्रा गरेपछि देउराली भन्ने ठाउँमा पुग्न सक्छौँ। यहाँबाट टुङ्नाको मिठो धुन सुनेर मनलाई आनन्दित बनाउँदै अगाडि बढ्छौँ। करिब 7 घन्टाको यात्रापछि हामी टुप्पी डाँडा हुँदै चोकार डाँडा भन्ने ठाउँमा दोस्रो दिनको बास बस्न पुग्छौँ। अर्को दिन हामी चोकार डाँडाको नासम्पत्ति बस्तीदेखि करिब 5-6 घन्टाको यात्रा गरेपछि 5 पोखरी पुग्न सक्छौँ। अब कुरा गरौँ यहाँको विशेषताहरू। 5 पोखरी सिन्धुपाल्चोक जिल्लामा जुगल हिमालको काखमा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो। यो ताल समुद्री सतहदेखि करिब 4100 मिटरको उचाइमा रहेको छ। 5 पोखरी हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल पनि मानिन्छ। यहाँ 5 वटा हिमतालहरू रहेका छन्। 5 पोखरी वरिपरि घना जङ्गल र हिमाली दृश्यले घेरिएको छ। यसको पानी शान्त, निलो र स्वच्छ छ, जसले पर्यटकको मन शान्त बनाउँछ। यहाँको वातावरण शान्त र प्राकृतिकसँग नजिकको अनुभव दिन्छ। ट्रेक गर्दा हिम शिखरहरू जस्तै दोर्जे लोक्पाको अविश्वसनीय दृश्यले पनि देख्न सकिन्छ। यो स्थल केवल प्राकृतिक सौन्दर्य मात्र होइन, धार्मिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ। 5 पोखरी जहाँ शान्त पानी, हरियाली र हिमालको सुन्दरता मेटिन्छ। तर याद राखौँ, प्राकृतिकको यस्तो अनुपम सौन्दर्यता स्थायी छैन। यसलाई जोगाइराख्नु हाम्रो जिम्मेवारी हो। यहाँ आएर मात्र दृश्यको आनन्द नलिई प्रकृतिसँग समान र जिम्मेवारी पनि लिएर फर्कौँ। फेरि भेटौँला। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि भेट्नेछौँ अर्को यात्रामा। हस्त, धन्यवाद।